नमस्कार। म यामबहादुर थापा। म यहाँ आज सत्यवती गाउँपालिका वडा नम्बर 2 पाखादीमा छु। यहाँ 2 नम्बर वडा अध्यक्ष हाम्रो खड्गवीर थापा मगरको घरमा छु म आज। उसको बगैँचा घरहरूको बारेमा देखाउँदैछु। म आज हिजो झरेको हो यहाँ, आज यहाँ बास बसियो। हिजो थुम्काबाट झरेर उसको घरहरू यहाँ यस्तो छ, पानीको राम्रो व्यवस्था छ। यसरी उसको फलफुलहरूको बगैँचा राम्रो छ, एकदम राम्रो छ। घर पनि यस्तो रुखो फेदमा छ। यसो माथि थुम्का छ, थुम्का म माथिबाट झरेको हो। यस्तो पुरानो घर, यस्तो आनन्द तालको बनाएको छ। सरी है, यहाँ उयो के भन्छ अरे, मौरी पालेको छ। मौरी पनि छ, बिरुवाहरू छ, यी सुन्तलाहरू छ। मौरीहरू छ, बेसी नै छ यहाँ। मौरीहरू उडिरहेको छ, घरभित्र पनि छ। हिजो राम्रोसँग सुती बसेको थिएँ। अहिले मौरी उडिरहेको छ। यहाँ भाइजीको, वडा अध्यक्षज्यूको यहाँ फोटो बाउ छोरीको भैरव थानको रहेछ। यहाँ छोरीको, यहाँ बाबा इन्सपेक्टर हो कि हाम्रो जिल्ला बा भन्थे। यहाँ आमा, ठुली आमा, अर्को आमाको फोटो भने रहेनछ। यहाँहरू यसरी बनाउँदैछ। यहाँ लिची पनि छ। लिची पनि 10-15 हजार वर्षमा कमाउँदो रहेछ लिची। यस्तो रमाइलो छ। यहाँ सुन्तला बनेको छ। यहाँ हेर्नु सुन्तलाहरू यसरी। सुन्तला पनि हुन्छ यो लो अल्टिच्युड के भन्छ यो उमा फल्ने सुन्तला रहेछ। आँप यहीँ छ, आँपहरू छ, अमिलोहरू झरिरहेको छ। बेलौती भन्छौँ, अम्बानी भन्छ होइन। यहाँ सबै कफीको रुखहरू, यहाँ बिरुवा। पानी यहीँ फाल्लिएको छ। यहाँ बढारी खोलाबाट आउँछ पानी, जति पनि छ पानीहरू। यहाँ पानीको कुनै दुःखै छैन। यहाँ आँपहरू छ। यहाँ गुम्बा बनाइदिनु भएको छ साइँले बाबाले। यहाँ बुद्धको गुम्बा। घाम पनि ठ्याक्कै उमा पर्यो है। बाबाले यहाँ बनाइदिनु भएको, भद्रे थापा। उहाँ बाबा काठमाडौँ हुनुहुन्छ। यहाँ हेर्नु, यो यहाँबाट आउँदाखेरि सबैलाई आएर हेर्न मन लाग्ने खालको छ कि भ्यूहरू। यहाँ तल कालीगण्डकी, यहाँ कालीगण्डकी, उस तल कालीगण्डकी छ। त्यो तल बगेको कालीगण्डकी हो, हेर्नु छ। कालीगण्डकी यसरी बगिरहेको छ। पारी स्याङ्जा हो यो स्याङ्जा होइन। अब यो अमिलो बिरुवाहरू बोटबेर त्यहाँ पनि कालीगण्डकी उता माथितिर मिर्मेबाट आउँछ। त्यो मिर्मे साइडतिरबाट, यो मिर्मे साइडतिर हो है। यहाँ यो सबै अमिलो, कागती सब। यहाँ तल सबै कफी छ। यहाँ यी कफीको बुट्टाहरू, यो सबै कफी हो। यो कफी फलेको छ। कफी फलेको छ। यो अलि समयमा आउने हो नि। यहाँ सबै यो आँपहरू हो। यो आँपहरू छ, कफी छ। यहाँ यो जङ्गलैभरि कालीगण्डकी तल बगिरहेको छ। यहाँबाट यो आँप छ। यहाँ यसरी घर छ, यस्तो आनन्द ठाउँमा छ। यहाँ त बसौँ छ।
एकदम आनन्द छ यहाँ त। यस्तो भित्र घर छ। अब यहाँ यसरी सब बिरुवा छ। यो केरा छ। अब यहाँ बिरुवाहरू यो अमिलो, कागती, फुल, कफी, आँप, सुन्तला, बिरुवाहरू कति छ। लोभै लाग्छ हो, लोभै लाग्छ। म यो झाडीमा छु। यो पुरा यहाँ म यो घाँस जान्छु है त। घाँसमा जान्छु। यहाँ यो घाँस बाख्रा पालन छ। यताबाट यसरी खिच्ने भने पुरा घर हेर्नुहोस् न। आनन्द छ, लिची छ। माथि पहाड थुम्का हो, माथि थुम्का सत्यवती गाउँपालिकाको वडा नम्बर 2 को थुम्का हो माथि। पुरा टिकको काठहरू, टिकको बिरुवाहरू, अन्त भेन्टाहरू छ यहाँ। तीनटा परिवार छन्। भेन्टा छ। अब कागती हो कि सुन्तला हो फलेकै छैन, खाइ नसक्नु छ। अब फर्सी फर्सीको बिरुवा छ। यहाँ आँपको रुख छ। यहाँ फेरि सिङ्कौली भन्छ। अब यो हामीले सिङ्कौली, दालचिनी के भन्छ यो यहीँ छ। यो नासपातीको बिरुवा जस्तो पनि छ। यो के हो अब उसैले थाहा होला। अब सबै अदुवा हेर्नु, अदुवाहरू छ हैन। यतातिर हेऱ्यो भने बेसारहरू छ। बेसारहरू अब यो रोपेपछि अब नफल भने फल्छ। तलतिर कागतीको यो फेरि सबै कागती भन्छु कि कफीको बगान हो यो। यो सिन्कौली छ यो। यहाँ फेरि अमिलो हेर्नुहोस्, लपक्कै अमिलो छ। यहीँ अब यत्रा अग्ला यो बेसारहरू त्यहाँ पर ऊ छ। के हो त बिरुवा? अब के हो नामै चिन्दैन। केरा छ। त्यहाँ ऊ पनि छ। यहाँ त भन्नै आउँदैन नाम पनि। अब यहीँ भित्र जान्छु है। यहाँ यो बेसारको झाडी यस्तो राम्रो छ कि यस्तो लोभै लाग्ने छ कि। अमिलो यहीँ छ। यहाँ फालिदिएको छ। काँडा रहेछ, यहाँ काँडा पनि रहेछ। अब यहीँ छ अमिलोहरू। अमिलो यहीँ भित्र छ। भात दिन्छु के बिरुवा पनि गाँठ्यो। अमिलोहरू फाल्छ। यसरी फालिदियो। अब के भन्नु, यसरी कसले उ गर्ने हो। यी बाख्रालाई घाँस काटेर यहीँबाट गएको छ अहिले बाख्रालाई। होइन त कति छ। यो पैसा हो। यसलाई पैसामा परिणत नगरेपछि हुन्न। यो पैसै हो। यो पैसै हो। टिकको रुखहरू छ। यो सबभन्दा महँगो टिकको रुखहरू बगैँचाभरि बनाएको चाहिँ यहीँ छ। बाख्रा छ त्यहाँ फेरि। अब आफै वडा अध्यक्ष हो। वडा अध्यक्षले काम गरिरहेको छन् त्यहाँ। अब वडा अध्यक्षज्यू अब हिँड्दै हुनुहुन्छ। अब घरतिर बिहानै उठेर खानासाना पकाएर म पाहुना भइहालेँ फेरि। ल हेर्नुहोस्, हेर्नु त अमिलोहरू सब कसले बेच्दैछ। यहीँ यस्तो छ। यहीँ अमिलो छ। यहाँ फेरि घाँसहरू, फेरि यो बाख्राको घाँसहरू के भन्छ यो घाँसको नामलाई? विकासे घाँस हो। यहीँ ऊ छ। यस्तोमा बस्न त आनन्द छ। अब घाँस काट्यो भने यहीँ हुन्छ।
यो यसको नाम आएन के अरे आरु भन्छ साथीहरू आरु हेर्नुहोस् आरु छ यहाँ यो पनि फलफुल नै हो घाँस पनि हुन्छ यो बाख्रालाई यो खाना पनि हुन्छ फलफुल खाना ऊ यहाँ फलेको रहेछ ल के भन्छ यसलाई नाम भन्नुहोस् त तपाईँहरू मैले थाहै भएन कि यसलाई यसो लाउरी नै भइयो नि त फलेको छ खानु हुन्छ होइन के भन्छ यसलाई घाँस पनि राम्रो हुन्छ बाख्रालाई घाँस डिङ्गा बाछालाई हेर्नु त घाँस यो घाँस है घाँसमा उयो पनि बिरुवा नि के हो एकदम राम्रो बिरुवा हो यो पनि सबै मधेसतिरबाट लिएर टिकको रुखहरू हेर्नु कति सर्लक्क सर्लक छ यो बढ्यो भने यो नि राम्रो आम्दानीको स्रोत हो यो पनि सबै रुख त्यही खालको रुख यही भित्रभित्र फेरि सबै यो टिकको रुख भित्रभित्र यो कफीलाई फेरि यही चाहिँदो रहेछ फेरि यो झाडी चाहिँदो रहेछ यो यसको दाड भयो भने त्यसको मुनि मुनि कफीहरू हेर्नुहोस् है त कफी फलेको है म देखाइदिन्छु ल हेर्नुहोस् कफी ल पक्कै छ यहाँ टोटे भन्छ के भन्छ यो पनि खाने नै हो यो बजार नजिक हुने कति खान्थेस् मान्छेहरू कति पैसा पर्ने सबै पैसै 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 पैसा भन्छ मान्छेले नेपालमा केही छैन अब अम्बा छ यी बेलौटी भन्छ यी पाकेको ल यहाँ कता तपाईँलाई देखाइदिन्छु मैले यहाँ पाकेको छ अब कसले खाने यो बजारमा हुने हो भने यहाँ यसो देखाइ बजारमा हुने भने पैसा पर्थ्यो खै मान्छे घुमेको यहाँ युवाहरू घुमेको खै देशमै छैन भन्छ अर्काको ठाउँमा देशमा गएर के हुन्छ गुलामी भएर मात्रै के हुन्छ हामी गुलामी हुन यहाँ भाइले आँप रोपेको छ बार लाएर बाख्रालाई घाँस हेर्नु बाख्रा पालन पनि हुन्छ अब यहाँ म यसो उ गर्छ यहाँ पोखरी आउँछ फेरि यहाँ माछा पोखरी छ यहाँ यहाँ अलिकति अप्ठ्यारो छ माछा पोखरी छ माछा पोखरी यहाँ माछा पोखरी छ पर छ एउटा दुईवटा भयो तिनवटा भयो यता माथि छ यो छेउतिर अब यहाँ सबै कफीहरू छ बिरुवै बिरुवा छ फलफुल छ त्यहाँ हेर्नु कति राम्रो घर छ त्यहाँ आनन्द रुखको फेदमा झाडीमा घरहरू बनाएर यसरी बस्न कति आनन्द छ है अब हाम्रो ठुम्का फेरि हाम्रो ओडाको यो म माथिबाट मेरो घर माथि त्यहाँबाट झरेको म हिजोको 12 बजेको घाममा टन्टला रानी वन हुँदै सर झऱ्यो पाँदी भन्ने ठाउँ यहाँ चेमी झऱ्यो आज पाँदी आएको छु हिजै है अब हेर्नु माछा पोखरी यहाँ छ भानुन ठाउँमा माछा पोखरी छ ठ्याक्क आनन्द छ मैले सबै देखाउँछु है उता माछा पोखरी छ दुईवटा माछा पोखरी त्यहाँ छ यहाँ बाख्रा खोर छ यहाँ हेर यति राम्रो बिरुवा किन्यो यो पैसै पर्ने बिरुवा हो यो पनि कुनै के भन्छ नामै थाहा नभएर फेरि तलतिर माछा छ यहाँ सबै माछा पोखरी छ यो छेउछेउको घाँस फेरि बाख्राको घाँस हो यो फेरि सबै बाख्राको घाँस हो सबै यहाँबाट त्यो परसम्म यो सबै बाख्राको घाँस त्यहाँ फेरि सबै यसरी सबै बाख्राको घाँस यो सबै बाख्राको घाँस बाख्रालाई अहिले बाख्रा देखाइदिन्छु मैले तपाईँलाई ल बाख्राको घाँसै यति काटो अर्को ठाउँ भोलि पलाइहाल्छ माछा पोखरी छ यहाँ खेती गर्न पाएन आफै अध्यक्ष वडा माछा पोखरी हेर्नु यहाँ पानी आइरहेको छ यहाँ केम्मु छ यहाँ यति राम्रो रस लाग्दै आफै खाम जस्तै घाँसहरू छ यस्तो राम्रो छ ल यहाँ माछा पोखरी हेर्नुहोस् माछा पोखरी छ तार बार बालेर छेउछेउमा घाँस छ यो लिची पनि छ अब लिची रोपिरहेको छ पानी त्यहाँबाट यहाँ एउटा पोखरी 11 जम्मा 11वटा पोखरीहरू छन् यहाँ माछा पोखरी छेउछेउमा सबै घाँस छ फेरि
यो सबै बाख्राको घाँस हो। यहीँभित्र तरकारीहरू छ। यहाँ लाइट पनि त्यहीँ राखेको छ होइन। घाँस हेर्नुहोस्, गरे के हुँदैन। नेपालमा हेर्नुहोस् पारी बाँसको घाँसहरू हेर्नु यस्तो सिनेर पारी आलमदेवी हो त्यो माथि आलमको थान छ त्यहाँ आलमदेवी हेर्नु त कुहिरो लागेको कति आनन्द हो। टावर छ त्यो टावरमा आलमदेवीको मन्दिर छ। यो पारी बिर्खा हो स्याङ्जाको बिर्खा। तल कालीगण्डकी छ। रुखहरू हेर्नु यहाँ फर्सी अब मधेसतिरको फर्सी भन्दा यहाँको फर्सी खाएपछि घिउ जस्तो लतक्क छ। यहाँबाट पानीहरू कता कता लाने पानीको व्यवस्थाहरू गरे के हुँदैन गरे के हुँदैन। पानी फल्छ मान्छेले लिजमा लिएर पनि गर्न सकिन्छ। हेर्नु अम्बाहरू बेलौती पाकेको यो एरियामा हेर्नु यो झाडी हेर्नु यो खाने सबै खाने चिजहरू। यहाँ माछाहरू हेर्नु यहाँ ड्रागन फ्रुट यो आफैलाई खाना नि हुने भयो गेस्टहरूको लागि नि हुने भयो। यहाँ ड्रागन फ्रुट ड्रागन फ्रुट। अब यहाँ घामले नि अलि डिस्टर्ब गर्ने भयो। यहाँ घाँस हेर्नु तल घाँस यहाँ ड्रागन फ्रुट। अब यहाँबाट अब यो सबै यहाँ ड्रागन फ्रुट यस्तोमा राखेपछि सबै जराहरू हाल्दो रहेछ। सबै आफ्नो यहाँ फुलेको छ। अब फुलेपछि यो फलै होला। यो फुल्न सुरु भएछ त पर पनि फुलिसकेको रहेछ। गरे के हुँदैन। सन्तोषम परम सुखम सन्तोष लिन पर्यो के। घाँस यहीँ छ फालाफाल छ बाख्रा त्यहीँ छ। घाँस यहीँ काट्दै बाख्रालाई हाल्दै पनि भइहाल्यो। ल हेर्नुहोस् गरे केही हुँदैन। अब यहाँ बढिराखेको छ यो पैसा बढिराखेको छ। ल अन्त कत्रो ठुलो छ यो बोयर जातिको बाख्रा पनि छ क्या। यहाँ बोयर जातिको बाख्राहरू पाल्यो भने बाख्राहरू कति रस लाग्दै घाँस काट्यो दियो आफ्नै घरमा बसेर रातिमा भित्र जान्छन् आफ्नो ठाउँमा बस्छन् भर्खर दिनभर यहाँ घाँस खाने शीतलमा दिउँसो शीतलमा जान्छन्। यहाँ बयरको रुख छ यत्रो ठुलो बयरको रुख छ। फेरि घरमै खान पाइयो बेच्न पाइयो कति मिठो छ यो। यहीँ माछा पालन छ। ल एउटा भ्लग बनाउने ठाउँ छ कि यहाँ त। यहाँ माछाको लागि धेरै छ ठाउँ हेर्नुहोस् त। ल बयर छ यहाँ माछा पालन छ। यहाँ स्याहार सम्हार्नै पाएन। आफू वडा अध्यक्ष भएको भएर समाजको गर्दा आफ्नो फालियो। अब यो 5 वर्ष 4 वर्ष कति कार्यकाल हुन्छ यो फालिएपछि यो अयसमा काम गर्छन् यिनले। यो समाज सेवा गरेपछि आफ्नो जाँदो रहेछ। लिचीहरू आफ्नो काम जाने पहिला गर्थ्यो। लौ गर्ने मान्छेलाई समाजसेवी भन्दाखेरि यस्तो बगानभित्र छ उसको घर। टिकको काठ अहिले टिकको काठ कति महत्त्वपूर्ण छ। यत्रो यत्रो भयो रुखहरू। अध्यक्ष साहब यहाँ आउनु के हो त्यो अगरुड भनेको यही हो। अगरुड होइन यो चाहिँ यो के अरे यो कस्तो नाम आएन। यो चाहिँ श्रीखण्ड के। श्रीखण्ड हो यो। श्रीखण्डलाई यस्तो बुट्टाहरू नजिक झारपातहरू झारपात नजिक चाहियो। यो झाडीमै चाहियो। यो झाडी चाहिँदैछ सबै तिम्रो झाडीमा चाहिने चिजहरू मात्रै चाहिँ यो अहिले धेरै लगाएको छु। यो के हो मेकाडेमिया नट। यो बाँदर जापानिज कटुस हो। यो चाहिँ 12-15 वटा छ मेरो चाहिँ। बाँदर भने के भने बाँदर भने यो बाँदर नखाने कि यो फल हो यो। मेकाडेमिया नट हो कि मेकाडेमिया नट जापानिज कटुस भन्छ कि। यो अहिले धेरै लगाएको छ 10-15 वटा 10-15 वटा लगाएको छ। यो चाहिँ अब यो हो यो के हो यो चाहिँ अगरुड
ए अगरहुट अगरुट चाहिँ 8-10 वटा लगाएको छ। के काम गर्छ अगरहुटले? भाइ अब करोड पर्छ भन्छन् अब कहिले पर्ने करोड? यो चाहिँ पर्ने है। होइन अब फेरि हेरिराख्नु पर्दैन नि त एकपल्ट रोपेपछि त। 2-4 करोड भएपछि त्यहाँभन्दा धेरै चाहिएन धेरै चाहिएन। के छ यो एरियामा? रोप्दैछु अब। ए यो नजिक ठुल्ठुला बुट्टा हुँदैन र नजिक नजिक रोपेको? यो त होइन, यो काटिन्छ नि। ए यो त अब जाने हो होइन, कता जान्छ यो फेरि? 30 साल हो होइन, यो त अब काटिन्छ नि। यो त मोटा मोटा नै हुन्छ नि, ठुल्ठुला यो त सानो हो नि त। यो त यसको उमेरै भएको छैन। के यो त 10-15 यो अब यसको यो 7-8 वर्ष भयो यो पाउलुनिया यत्रो 7-8 वर्षमा यत्रो हुन्छ रहेछ। 10 वर्षपछि यसलाई हार्भेस्ट गर्नु मिल्छ। यो 30 साल चाहिँ यो पनि 5-6 वर्ष भयो। यो र यो फरक हो? यो यो पाउलुनिया भएको र यो चाहिँ पाउलोनिया? 30 साल। मैले त टिक भन्दै राख्दै यो भनिराखेको। यो 6-7 वर्षको उमेरको हो। यो 7-7 वर्ष उमेरको यो धेरै राम्रो हो। यो त्यो परको त्यो अझै राम्रो छ। ए फरक फरक रहेछ है। यो चाहिँ यो पनि दारकै लाग्यो हो नि त। यो पनि दार भन्छ। लिची त अहिले त रोपेछौ नि त बेसी नै है? कम छ। लिची कम छ यहाँ। त्यही त नि होइन, पहिला भन्दा त पहिला एउटालाई मात्रै बसेको थियो नि त। 4-5 वटा हुन्छ यो लिची चाहिँ। मरेको होइन। ए परीक्षण गरेको धेरै कुरा छ। आरु छ यो अब यो आरु भन्न नामै आएन कि मलाई। यो आरु अब त्यहाँ यो एभोकाडो छ। कुन एभोकाडो भनेको फेरि? यो एभोकाडो घिउफल। ए घिउफल। अब यहाँ अब परीक्षणको लागि लगाएको यहाँ चाहिँ अब यो के भन्छ अदुवा पनि रहेछ यतापट्टि। अदुवा बेसार। यो सेतो झाब्री केरा भन्छ। ए केरा पनि फरक फरक हुन्छ। सेतो झाब्री अग्लो हुने चाहिँ यो त। ए अब बाँदर पनि जान्न होला सायद। ए धेरै धेरै उ रहेछ। श्रीखण्डहरू के अब त्यही भराउने बगैँचा स्याउ भइहाल्यो। यो ए त्यो स्याउ हो? यो गर्मीमा हुने। म त नासपाती हैछ कि भनेको त्यो। यो स्याउ भइछ। दुईटा त्यहाँ चाहिँ तलमाथि छ। भइहाल्यो 5-7 हजार। बेलौटी के बेलौटी? नाम त केजीवान हो तर चाहिँ फल चाहिँ साना। ए नाम केजीवान ठुल्ठुला फल्ने भनेर लिएको। अब दाना अहिले साना। ए अगरहुट। यो एरिया अगरहुट कतिको ठुला हुन्छन् र एकै ठाउँ कतै रोपेको? होइन यो अब बिसाएर अरू हटाउने। यो हुर्किँदाखेरि ठुलो हुने बनाउनु। तर त्यो ठुलो हुन्जेललाई त डिस्टर्ब गर्दैन होला नि? त्यही फरक। यो कफी यो चाहिँ गोबार किराले खायो। ए अब यो नयाँ बुट्टा भयो। नयाँ बुट्टा टन्नै फलेको छ। टन्नै फले है। यो सानैबाट फलेको छ। यहाँ त बिरुवाहरू उपो हैछ नर्सरी। ए यो 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 ऊ हो दालचिनी। दालचिनी अमला। यो पोहोर सालको कोही पोहोर साल अहिले यो दालचिनी यहाँ तलतिर सार्न छ। यो सारेपछि 8-10 12 बुट्टा छ। पोहोर सालको ठुलो भइसकेको छ। यो पनि केही यसको घाँस यहाँ नर्सरी हैछ। यो पात बेचेर पनि गर्न सक्छ। होइन पात बेचेर धेरै गर्छ नि त। यो त कफीहरू एभोकाडोको बेलौटीको बिरुवा पनि छ। सार्न बाँकी हो। ए अच्छा तरिकाले बसेछौ यार तिमी। अब यो चाहिँ अब यो शीतल छारी यो एकदम चौपारी यो हिउँदभरि यसले त गर्मीमा खाना पनि भयो होइन? शीतल यो त बजारमा त 200-250 कति पर्छ। यो त 100 रुपियाँ किलो। सबैले चाखुन् भनेर 100 रुपियाँ किलो बेच्दा पनि चाख्न दिँदा पनि 5-7 हजारको वर्षमा बिक्री हुन्छ यसो। हो नि त। यत्रा हुने हो भने अनि त 50 वटा बुट्टा हुने भने त 2.5-3 लाख कमाउनु केही बेरै रहन्छ। बेरै रहन्छ नि त। ठेक्का लगाएर ठेक्का लाग्यो नि। यही छ। फेरि अब त्यही त अब अलिकति मौरी घाट चाहिँ अब त्यो पुरानो सबभन्दा पुरानो 62-63 सालतिर लिएको। अब त्यसले वर्षमा 2 पटक निकाल्दा नि 5-7 किलो हुन्छ होइन? ए त्यो अहिले थपेको यो पुरानो धेरै पुरानो। यति पुरानो थियो अहिले बढायो हो नि त। यो 62-63 सालतिरको होला। यही अब किचन छ। यहाँ छ अहिले मौरीले पनि। ल यहाँ के छ ल भन्नु?
यहाँ के पहिला यसो गर्नु परिचय दिनु ल नमस्कार है म चाहिँ खड्गवीर थापा हो यो सत्यवती गाउँपालिका 2 नम्बरको किसान हो अगुवा किसान हो पहिला अहिले नै अगुवा नै हो अहिले वडा अध्यक्षको जिम्मेवारी थपिएपछि किसानको काम अलिक कम भएको छ तर कृषि फलफुल यो मेरो यो यहाँको 9 रोपनी जतिमा फलफुल छ सबै 4 रोपनी जतिमा 9 रोपनी मध्ये 4 रोपनीमा चाहिँ मेरो माछा पोखरी छ 4 रोपनी माछा पोखरी बाँकी 5 रोपनीमा चाहिँ मेरो चाहिँ घर बोट अनि त्यसपछि यो अरू सबै तरकारी तर फलफुल करेसाबारी यो छ यहाँ चाहिँ आँप लिची सुन्तला यहाँ नभएको केही छैन सबै नयाँ कुराहरू फलहरू पनि छ अब यो एक दुई वर्षदेखि तिनीहरू पनि सबै फलहरू यहाँ चाहिँ अब फल्छन् अब अहिले फलिरहेको आँप लिचीहरू अब अमिलो जति खाए पनि छ सबै रहेछ हो सिजनल कुराहरू जति पनि छ अब मेकाडेमिया नट अहिले चाहिँ यो बाँदर छेउ भएकोले बाँदर प्रतिरोधी बाँदर पनि हुने नखाने अनि फल चाहिँ महँगोमा बिक्री हुन्छ भने जापानिज कटुस चाहिँ लगाएको छ 12-15 वटा कागती छ 12-15 वटा कति छ कागतीले पनि उत्पादन सुरु गरिसकेछ अब केराहरू छ केरा 3-4 किसिमको छ मालभोग झाब्री केरा सेतो झाब्री मुङ्ग्री केरा त्यो छ अब अरू चाहिँ अब श्रीखण्ड अगरुडहरू लगाइरहेको छ अब यसले कस्तो रिजल्ट दिने हो थाहा छैन अब त्यसबाहेक अरू चाहिँ अब फलफुल अब यो सबै हरियाली र फलफुलको बिचमा बस्यो भने आनन्द पनि हुने आनन्द म नि हिजोबाट यहाँ बसेको आनन्द बिस्तारै अब आम्दानी पनि दिने अब बसाइ यस्तै छ साथी हो यो घरको आसपासमा केराहरू केरा अहिले त अलि एउटा ऊ पनि छ नि भाइरल के भन्छ अरे केरा खाने नि हुने फेरि केराको डाँठबाट फेरि अहिले कपडाहरू भन्ने छ नि आहा नि कपडा त्यो त्यसै रेसा निकालेर बनाउँदो रहेछन् हाम्रो यहाँ कालीगण्डकी उमा पनि छ अनि कालीगण्डकीमा लसरगा कोटाकोटमा पनि त्यो उद्योग छ यहाँ पारी पनि छ कालीगण्डकीले त्यो गरेको छ त्यो पनि हुनसक्छ हामीले पनि यतातिर भविष्यमा त्यो पनि गराउन सकिने सम्भावना देखिन्छ अब यहाँ चाहिँ अब बाख्रा छ मेरो अब बाख्रा 10-12 वटा छ त्यो पनि आम्दानी स्रोत बन्न सक्छ कुखुरा छ कुन जातको बाख्राहरू छ नि मेरो त बोयर छ बोयर 100% बोका छ बोयर अघि मैले खिचेको थियो त 100% बोयर हो बोका 100% छ माउहरू अब 50% भन्दा माथिका छन् 62 80 82 हैन 30% किलोलाई कसरी पर्छ नि त्यसको मासु हैन त्यही अब अरू सामान्य बोकाहरू बाख्रा जस्तै नै गरिरहेछ अहिले चाहिँ बजारमा पठाउँदाखेरि चाहिँ अरू चाहिँ अब यहाँ चाहिँ कुखुराहरू अब लोकल कुखुरा खास गरेर मैले अरू पाल्दैन पहिला अन्डा दिने पालियो ब्रोइलर पालियो अब त्यो नखाने पनि भइयो अब लोकलतिर सबै कुरा लोकलतिर फर्किया छ अब कुखुराहरू पनि लोकलहरू बरु कडकनाथहरू त्यो अरू यो टर्कीहरू अरू पाल्ने लोकल कुखुरा पाल्ने अन्डा खाने माछा मासु त्यहीको खाने त्यसरी बस्ने इच्छा छ र त्यो प्रयास गरिरहेछ अब कति हुन्छ अब यहाँ त 1-2 वर्षपछि यो चाहिँ असाध्यै फलफुलमय हुन्छ र भेराइटी फलफुलहरू फलफुल खाएर बाँचिने भयो यहाँ त 15-20-25 किसिम जातको फलफुल होला मसँग आँपहरू पनि धेरै किसिमको छ 8-10 किसिमको छ भातै खान्न भने पनि हुन्छ यहाँ त त्यो पनि हुन सक्ला अङ्गुर छ फोन कसैले उठा सबै कुरा छ माथिको रहेछ माथिबाट आयो फोन ल अब कहाँ तुर्ने त्यत्रो खान सकिन्छ गफ घिउ यहाँ खेल लगाइदिएछ घिउ खायो सबै भनेर म पठाइदिन्छु बोतल पनि पठाइदिन्छु घिउ पठाइदिन्छु अनि सुनको बाट आँटो पठाइदिन्छु
एकदम फाइबरयुक्त गहुँको पिठो पठाइदिन्छु, यहाँको अर्ग्यानिक बेसार पठाइदिन्छु। सबै देखेछु, बेसार, गहुँको पिठो, आटो, अनि कसो पऱ्यो चामल पनि पठाइदिउँला होइन। लोकल चामल ल्याएर यिनीहरूले कहाँको लोकल चामल हो? थोरै दिउँला नि यिनीहरूलाई। त्यही हो, अब खान लगाएको हामी। अब खान लगाएको हामी। के भनेको? ल चिन्ता नमान्नु, त्यो पनि पठाइदिन्छु कि है। ल भनेपछि मलाई सम्झाएन माथि आएर। त्यो त मलाई भन्नै पर्दैन। घाँस काट्ने यताउति त्यो त मेरो कर्म चाहिँ भयो के अरे नि। अब आफू गएपछि अनि माइत हिँड्ने आफूहरू यहाँ सबै मैले कुखुरालाई दाना पानी सब रेडी। ल अब हामी खाना खाएर अब यहाँ अन्डा बनाउनु मात्रै बाँकी छ, अरू सबै रेडी छ। अब खाएर हामी लाग्छौँ है। चिन्ता छ भेनाजुलाई के पठाइदियो भनेर यहाँ बिचरा मलाई माया गरेछन् भनौँ न। खायो घिउ चाहिँ तुरो बुढोले त भनेछन् के हो। कुनै काम त्यो ठेकाएको काम छ खडक दाइकोमा। ए है भन्छु भनेर फोन गर्नुभएको थियो, मैले गर्दा उठाउनु गएला नि, व्यस्त भएर नि त। काम अध्यक्ष साहबको टी सर्ट पनि चेत्तिएछ। यो मुसल खायो, काम गर्दाखेरिलाई हुन्छ केही हुनु। काम गर्दा उठा थिएँ, कट भयो। उठाउनु काट्ने भयो, यता काट्नु उता उठाउनु। भाउजू नमस्कार है, आराम हुनुहुन्छ? आज समीक्षा मिटिङमा सूचना आयो नि होइन? के छ हजुर पता हुनुहुन्छ? माइती सकियो कि सकिएन तिज? दाइ नि? दाइलाई फोन गरेँ, उसलाई फोन गरेँ, उठ्दै उठेन, व्यस्त कता। ल ठिक छ, 10:30 पौने 11 बजीसम्म आउँछु। त्यहाँ हजुरहरूको माथि घरको बाटोको छेउमा माथि कल्पना दिदीको बाटो, त्यो पुराना के अरे यो भाँडाहरू काठका भाँडाहरू त्यहाँ बोरामा सूर्य ज्वाइँले त्यहीँ ल्याएर राखिदिनु भएको छ है। त्यही तपाईँकोमा राखेर त केही नहोला नि छेउमा एकछिन। म ज्वाइँलाई त्यहीँ राख्न भनेको छु, सूर्य ज्वाइँलाई। उहाँ चाहिँ बसमा आउँदै हुनुहुन्छ, याम थापा के मूर्तिकार याम थापाजीले उहाँ बुटोलमा चाहिँ ऊ छ के अरे, उहाँको म्युजियमै छ के अरे, त्यहाँ लैजाने अरे। कल्पना दिदीले डाँडाघरबाट थुप्रै एक बोरा 2 बोरा कति पुराना भाँडाहरू के चर्का के रहेछ त्यो चाहिँ सूर्य ज्वाइँले बोरामा हालेर झराल दिँदै हुनुहुन्छ। मैले त्यही सटर अगाडि राखिदिनु, केही हुन्न होला भनेछु। बसमा उहाँ अब हामी खाना खाएर यहाँ आज हिजो यहाँ बास बस्न आएको, अब खाना खाएर बसमा आउनुहुन्छ। त्यहाँ चाहिँ चढाएर जाने हो। ल अनि हजुर पनि त्यतिखेर रेडी हुनु लागि सँगै जाउँला, त्यही हो है त। हस्, वार्ड प्रतिनिधि हो उहाँ पनि, कार्यपालिका सदस्य टोपली राणा। टोपली राणा खडक दाइ कि गुलमदी? खडक दाइ अस्ति भेट भयो, हामी परिचय भयो। कहाँ भयो? कता भयो? प्रकाश कहाँ भयो? माथि लुम्पिक जानुभएको थियो। इन्डिया बसेर आएको होइन? होइन, यतै हुनुहुन्छ। एउटा कि त इन्डिया
इन्डियन टोन आउँछ है त उहाँको के अरे उहाँकै होइन र स्कुलमा पनि पढाउनुहुन्छ उहाँ होइन ए उहाँ त होइन के हो यो इन्डियन टोन आउनु पुरै ए होइन होइन पढाउनुहुन्छ नि उमा पर स्कुलमा मास्टर के धनमासी बजेको छोरी के मासु बजेको छोरी